बेला मृत्यु के गर्छन् अरे भाँडामा पनि पसेको हुन्छ, त्यस कारण खाएरै मरे अरे भन्छ। पहिला पहिला के थियो, त्यहाँनिर नखान अरे कपट लागेको छ भन्छ, त्यहाँ खायो होइन त। बाइबलले भन्छ मृत्युको बेला खाने कुरोले पनि हुन्छ अरे, मृत्यु त्यसरी फैलेको हुन्छ अरे। जहाँ बोला सडकहरूमै है। भर्खर मेरो सालीको छोरा 36 वर्षको थियो, अस्ति भर्खर 6 तारिक मेको दिन है युरोप जानुको लागि आजभोलि है युरोप जाने हो। युरोप जानुको लागि तयारी भएर सबै कागजपत्र लिएर कालिम्पोङ गएको थियो। बिहान छिटो उठाइदिने भनेर उठेको, सुतेको सबै है। उसको नानी छ सानो, एउटा वाइफ छ 36 वर्ष, अहिले जुनमा 37 वर्ष लाग्यो। सुतेको कागजपत्र सबै रेडी भयो, भिसा पनि आइपुग्यो। अस्ति दफन भएको 3-4 दिन बादमा भिसा पनि आयो, जानुपर्ने हो। तर सुतेको 36 वर्षको मृत्यु कसरी पहिला पलङमै आउँछ, पहिला के गर्छन् अरे भाँडातिर आउँछ, पहिला झ्याल, पहिला दैलोमा, पहिला टोइलेटमै। कहाँ मृत्यु फैलेको छ सारा। यस मृत्युदेखि चाहिँ कोही पनि भाग्नु सक्दैन। मृत्युको डरले मान्छे यसै कारण मर्नु भने मान्छे के गरिरहेको छ, डराइरहेको हुन्छ। पहिलो दोस्रो राजाको किताबमा आउँदा मृत्यु भाँडामा पनि परेको हुन्छ अरे। दोस्रो राजा किताब 4 अध्यायमा यहाँनिर है, त्यहाँनिर के गर्छ, 4 अध्यायको त्यो मान्छेले त्यो खानेकुरो खाएर त्यो चिच्चाए है, त्यो भाँडा त मरे, मृत्यु रहेछ भन्छ है। 40 पदमा तब ती मानिसहरूले खाऊ भनी उनीहरूले त्यो खनाए। अनि यस्तो भयो त्यस सुरुवाबाट खाँदै गर्दा तिनीहरूले चिच्चाएर भने, हे परमेश्वरका जन, भाँडामा मृत्यु रहेछ। अनि तिनीहरूले त्यो खान सकेनन्। पहिला भाँडातिर